ल हेर्नु आज हाम्रो घरमा होलीको अनि यो देवर बाबुले हामीलाई एकै राख्नु भएन। देवरानी बहिनी अनि बुहारी छोरी छोरो सब हेर होली होली सब होलीमा बिजी छन्। रमेश बाबु भयो कि अझै हेर्नु यहाँ देवर भाउजू यस्तो हात चोट लाउँदाखेरि पनि होली खेल्छु भाउजू भनेर जबरजस्ती। मैले नाइ बाबु हात दुख्छ भन्दाखेरि पनि मान्नु भएन, नखेल्ने यो चोटि हात दुख्छ भन्दाखेरि नाइ भाउजू खेल्ने हो भनेर हेर्नु सक्कल मेरो देवरको। अनि मेरो श्रीमान मदाले पनि मैले भन्दिनँ आज म खाना बनाउँछु भन्दा नै होली खेल त भनेर अनि आफू चाहिँ खाना बनाउनु लाग्नु भएको। अनि दाइले चाहिँ नाति खेलाउनु लाग्नु पर्छ, नाति र बाजे एकदम मस्त खेल्नु लाग्नु पर्छ। अनि यता हामी छोराले चाहिँ सबैलाई व्यवस्था खानपिनको व्यवस्था गर्दै अनि यहाँ देवरले टाउको पोल्दै हाई भन्नु आज होलीको खानपिन हो। अनि यसो मेरो देवरानी बहिनीले चाहिँ यहाँ धेरै ओभर गरिहाल्यो।